हेलो गाइस हैन वेलकम टु माई न्यू ब्लग हैन आज चाहिँ हामी यस्तो केटाहरूसँग स्कुलमा प्रेयर बुझाउन आएको हैन हामी केटाहरूले साधन ल्याएर छैन हामी चाहिँ उता घरि यस्तो डुल्न जाने प्लान छैन अब चाहिँ हामी डुल्न जान्छ साथीहरू आज चाहिँ हामी गर्छौँ म स्कुलमा चढ्दै ल कता नि थाहा छ जान्न त ल अलि हैन जाऊ तिमी फर्स्ट गाइस हामीहरू हैन हाम्रो कस्तो अराइ भइसक्यो है घरको आराम छ घडी कतातिर पनि जाने छैन है केटाहरूसँग स्कुलमा फुल ट्याङ्की भयो होइन स्कुलको फुल ट्याङ्की छ यो तेरो पेट्रोलको समस्या यहाँ सम्पर्क हाने फुल ट्याङ्की छ गाइस अब चाहिँ हामी यता बाटोतिर हिँड्दै रोड टु हेभन है हामीहरू साथीहरू गएर हामीले एकदम अहिले कति स्पिड हामीलाई थाहा छैन है 200 किलोमिटर पर आवर स्कुल हो तपाईँले यहाँ फेरि 15 किलोमिटर पर स्कुल भन्दैन है यो चाहिँ तपाईँहरूको उसो रिजनको लागि हामीले यस्तो गरेको है अहिले चाहिँ हामी यतातिर आइसकेको छौँ मेरो हात पनि गरेको छ तर नो प्रब्लम कुछ लाने के लिए कुछ खानाबाट होइन साथीहरू यहाँ त्यो हिँड्नु साथीहरू होइन अहिले चाहिँ हामी यतातिर पुगिसकेको छौँ है आज चाहिँ हामी कता आइसकेको भन्छ ल त्यहाँदेखि कोही बाटो कुछ लाने के लिए कुछ खानाबाट है मार्बु अहिले त इगो भित्र खतरा भएर ल सधैँ राइनो है ए राइनो उता जान्न त भाइ इगो भित्र जान्न त इगो भित्र जाने होइन स्कुलमा इगो भिलेज वाटरफल चाहिँ पोखरा 19 स्थित पोखरा 19 है मेरो घाट चाहिँ एकदम गलिसक्यो त्यही म अड्दै आउँछु है तपाईँलाई यहाँ बाटोहरू यस्तो छ है साथीहरू एकदम डेन्जरस ठाउँ हो यो माटो यहाँ केही होइन एकदम डेन्जरस प्लेसमा हामी उसो हिँड्दा छौँ है एकदम रिस्की लिएर है हामी लगाएको छैन अहिले चाहिँ हामी यता घरितिर यस्तो बाटोबाट हिँड्दै उता चाहिँ मामुटे भाइ मैले चिनेन गाइस माटु कुले भन्दै हामी टोक्यो है तर मतलब भन मलाई टोक्यो नि माटु कुकुरसँग बाघसँग लडेर आएको मान्छे है यस्तो कुखुरा मतलब भन मलाई है अब तपाईँहरूले झाडी हुनुहुन्छ होला मेरो अब हातहरू तपाईँले भन्दा गर्नुहुन्छ बाटो यो अझै उहाँ भोलि पूजा गर्नु नआइन क्या म्यापको भोलि म्याप साथीहरू होइन त्यहाँ मोबाइल गर्नु अलिक उन्न सिधै हिँड्न म त मेरो खुट्टा ठिकै अब क्या तिमीलाई कुल हट्ला गन छैन खतरा छ है यो चाहिँ यो चाहिँ फुल गाउँ चाहिँ होइन 10 जुलाई मजालाई होइन त्यो जस्तो हाम्रो चाहिँ सरी त्यसो अब हामी यता आइसकेका छौँ तपाईँले हेर्नु जाने न्युट्रलबाट पनि हिसाबमा गइसकेका छौँ अब हामी कोल्सो निस्किन्छ भनेर छ होइन जाने सुन्ने रुखहरू मामा घर अब धेरै नहेर बाटो हिँड्छ होला यहाँ नि हिँड्दा कि जानु मिल्छ कि त्यहाँतिर चाहिँ बाटो कन्स्ट्रक्सन यहाँ उठ्यो दाइहरू उठ्यो ठाउँबाट हिँड्न तपाईँ हिँड्दा बस के आयो मामा बाटो हामी मामासँग त इन्जोय गरिन्छ नि त है उहाँसँग गत अन्नमा लड्छु मामाहरूले यस्तो मामाले कम बनाउनु है घरि हामीले चेक गरिसक्छौँ अब हामी जोरमा वेस्ट गर्नु भने अभिषेकले स्पोर्ट उठाउने दिन्छ है साथीहरू आज हामी घुमिफिरी फेरि पनि कोलकातामा आइसकेको छौँ है बिहान सक्नुहुन्छ हामी घुमिफिरी एउटै ठाउँमा आएको छौँ किन भने तपाईँहरूलाई भ्लगमा इन्टरटेनिङ गर्नलाई है फेरि पनि हामी यता आइसकेको छौँ है साथीहरू अब हामी मेरो पनि अभिषेकको लाउडे के होइन अब अभिषेक हजार सक्यो नि है विराट त इकै भिलेज त जाने मतलब भन सर हाम्रो साइडबाट गयो है तर मतलब भन मामा नि मामाले माइजू त खोल्न सक्दैन अब ओके मामाहरूले माइजू खोल्न सक्दैन अब हामीले खुट्टा दिनु नि के नि मामाहरू पनि जिन्दगी झन् है साथीहरू मामाले पुलिसको काम छ पुग्यो काम छैन है साथीहरू अहिले पनि हात अप्टी गरिसकेको छ कि अब हामी यसो बाँकाइछौँ ओके सो छैन अहिले चाहिँ हामी यतातिर आइसकेको छौँ है यहाँ चाहिँ अभिषेक उता के सोधेर आउँछ भन्छ हामी चाहिँ अब यहाँ छौँ अनि हामी चाहिँ एकछिनमा अब इको भिलेज उता जान्छौँ है गाइजहरू अब चाहिँ हामी बाटोमा अभिषेक आइस भेटाउँ त लगाइस यो अभिषेक आउन हाम्रो माधव अङ्कल है यहाँ त चाहिँ ल कति लगाउनु अङ्कल तपाईँ
लाइक शेयर सब्सक्राइब भन्नु न त के अरे लाइक शेयर सब्सक्राइब खोइ लाइक सेयर सब्सक्राइब पक्कै हो नि पक्कै युट्युबमा आउँछ भरे याप्सी मास्टर वाइडी सर्च हान्नु आइहाल्छ हो 600 कति सब्सक्राइबर छ छ त्यसमा म पनि सब्सक्राइब ल 613 छ 614 हुनु पर्यो ल गाइस हाम्रो अब एक सब्सक्राइबर बढिसकेको छ है दुई पनि उता पनि दुई है ल साथीहरु मेरो सब्सक्राइबर इन्क्रिज हुँदै गइरहेको छ है उता चाहिँ उहाँ चाहिँ हाम्रो कृषि प्रधान देशमा चाहिँ कृषि गर्दै है कृषि गर्नुभएको छ होइन उहाँहरूले मेहनत गर्नुभयो अब असिना नाश भगवान् साथ त्यही चाहिँ प्रार्थना होइन हामी सबैको प्रार्थना त्यही छ है ल हाम्रो भान्सा कता भान्जा होइन भान्जा अहिले हामी तिनजना सिआइडी दया सेकेन्ड दया हामी सेकेन्ड दया सिआइडी बन्दा चाहिँ हामी खुपीको घर चाहिँ छप्पा हान्नु जानु लाग्यो छप्पा हान्न के हान्नु अरे हामी त्यो छाप हान्नु जानु त्यसको घरमा चाहिँ त्यसको घरमा चाहिँ ब्ल्याक स्मोकिङ त्यो घाँसा सासा बक्सहरू बेच्दा हामी सुनेको होइन हामीले होइन मान्छेहरूले त्यसको लागि हामीले जानु लाग्यो है दाइ सन्दीप भाइ छ र उता छ यहाँ छैन भने हामी समाचार पाइसकेको छौँ है सो हामी सन्दीप खोज्न उता जान्छौँ है सन्दीप हामी छप्पा हान्ने कि त्यसले अब छप्पा के अरे त्यो हामी त्यसलाई हजुर हजुर गरे होइन हामीले एकचोटि हेर्छु ए है अन्त हामी अब हाम्रो नेक्स्ट सबै छप्पा जाने तिनीहरू सबै अब कोठा बसेर छल्दै छ होला होइन अब तिनीहरू मलाई पक्कै थाहा छ तिनीहरू त्यही गर्छ म यो भ्लगमा हालिदिने है तपाईँहरूलाई त्यो त मलाई थाहा छ है यो हच्छु भनेको है सन्दीप जेम्स घर छैन जस्तो लाग्छ है गाइजहरू सन्दीप के हो उताबाट बाख्रा गराउँछ सन्दीप भनेको त है यता सन्दीप छ कि छैन सन्दीप यता नभएको तपाईँलाई जानकारी गर्छु है अब हामी चाहिँ आगारेको घर जाने होइन अभिषेक नआउने भन्नु होइन हामी चाहिँ अहिले हाम्रो अराई भइसकेको छौँ है अभिषेक आउनु है किन थाहा छ हामीलाई पनि थाहा भएन अब चाहिँ हामी एउटा अराई भइसकेको छौँ है अब हामी फेरि पनि ट्रिपल लोड अब आइसकेको छौँ है अब चाहिँ अघि मामाहरू राखेर है देखिँदैन के भनेन है भन्नु त मामाहरू माइजू देखिदिन्छ छोरा के भन्न सक्छ एउटा अराई भइसकेको छौँ है तर हुन्न तर अलिक भात खाने गयो हामी त्यति गयोमा अब इको फल पुग्न लागिसकेको छौँ है हाम्रो डेस्टिनेसन थाहा छ है टाढा छैन डेस्टिनेसन छाना अभिषेकले आमाले कुरी खाने होला नि मै जहाँसम्म लाउँछ छैन मामा पनि नहोस् है गाई सेपमा चाहिँ अब हामी चाहिँ यताबाट अब हामी इको फल गर्छ उसमा लगाइरहेको छौँ है प्रवेशमा पनि लागिसकेको छौँ हामीहरू होइन अब मेरो प्रोजेक्ट हो के हुँदैछ तिनीहरू हेरेर छ ल केटा जानेर उता केटाहरू हेरेर लगेर ल म अब वाटर फेरि म नजाने क्यान्सल गरेँ ल रोक्दै छ नजाम होला तिनीहरू बनाउँछस् लगेर ल होइन ल गाइज म गएँ म गाइज वाटरफल इको फल भिलेजमा जाने क्यान्सल भइसकेको छ है अब चाहिँ हामी के गर्दै क्यान्सल भयो तिनीहरू बोलाएको भिडियो त आइहाल्छ नि भ्लग त सबै होइन अब चाहिँ हामी यहाँ कहाँ बसेर बनाउने आज त्यहाँ 7 को 9 पुगेँ 12 परेछ छुट्टी भइसक्यो कहाँ हुन्छ दिउँसो पर्छ तिनीहरू त तिमीहरू बखेर आएको सो हामी अब एकछिनै भेटौँ आएर ल म पनि आज अब बल हिँड्नु जानु लाग्यो तैँले अहिलेसम्म भ्लग बनाएन यो नि त अगाडि हालिदियो भन्छ ल टक्कले हामी बल हिँड्नु जानु लाग्यो अब अहिले पछि हामी भेट्छ है ल है अब हामीले यहाँ गएर बल फुटाल्ने वाला छ अहिले पछि भेट्छु ल त्यो पागल भेटेर एक्लिन्थ्यो हौ हामी सबै यहाँ छ त्यो ल केटा हो माक्रा हामीले फसाएर बोलायो है नजाने भनेको यो चाहिँ उता केटी भेटेर आएको है केटी भेटेर आएको हामी चाहिँ सिङ्गल पऱ्यो है माक्रा उता केटी भेटेर आएको होइन हामी सिङ्गल पऱ्यो है यसले हामीले हेपी यहाँ फेरि यसको चाहिँ फेरि यमबाट के आउँछ मेसी अर्को हिरो आयो चिचाइले भेटेर आइसक्यो अहिले चाहिँ यो केटी भेटेर आयो यो केटी भेटेर आयो चाहिँ सिङ्गल पे चाहिँ केटी भेटेर आयो ए ल भन्दै त अब अहिले पछि के हो म त इङ्गेज हो म इङ्गेज है साथीहरु मेरो एउटा बच्चा मेरो बच्चा इङ्गेज छ इङ्गेज छ बच्चाहरुले पनि युवा जोस
नेपालको युवा जोस हो यो यसलाई कसले पनि सक्दैन नि फेरि कसले पनि सक्दैन यसलाई नेपालको कसले पनि सक्दैन यस्तो वाला बनाएको कति बोल्न सक्छ उसले माको भोसडा अब हामीले यसलाई रङ याद पक्रिसकेको छ यो मजा चलाउँथ्यो को भोसडा यो सक्षमको ब्लग सब्सक्राइब हान्दै यसलाई कसले सक्छ यी कसले सक्छ अरे यसलाई नेपालको कसले सक्दैन कि यसलाई हिरो हो यो त फेरि त्यो त्यहाँ उर्दू बोलेको नहाल्यो भने अहिले पछि भेट्छ यो चाहिँ एकदम ठुलो विशाल माकुराले बनाएको यहाँ अब चाहिँ हामी चाहिँ म्यान भर्सेस वाइल्ड हान्न लाग्यो यहाँ बाँदरहरू म्यान भर्सेस वाइल्ड हान्न लाग्यो है अब हामीले यहाँ हामीले के भेट्छौँ बाघ भेट्न सक्छौँ यहाँ हामीले ल है अब अहिले पछि के भेटेपछि भेट्छौँ हामी सो तपाईँले चाहिँ यहाँ भेट्यो भने सुन पनि भेट्न सक्नुहुन्छ है तर भेट्नु ढङ्ग चाहियो है मैले अस्ति भर्खर 2 किलोको सुन भेटेर अनि बेचेको है मैले मलाई भाइरल थिएँ गाई अनि होइन के अरे म धनी भएको थिएँ अब चाहिँ यहाँ चाहिँ तपाईँले यति भागमा चाहिँ केही भेट्नुहुन्न किनकि यो भनेको उसो भनेको यो भनेको बगिहाल्ने प्लेस छ भने त्यसैले यो ठाउँमा चाहिँ तपाईँले केही भेट्नुहुन्न है माकुरा फेरि कलम बोल्दैछ है गाइस उता हामी गाइस तपाईँले यहाँ केही गर्नुहुन्न है त्यो ठाउँमा चाहिँ तपाईँले सुन हिरा चाहिँ नि भेट्न सक्नुहुन्छ है गाइस होइन यिनीहरूले सुन हिरा भेटिरहेको छ यो हिरा यता मतिर देखाउने यही गाइस उता यहाँ चाहिँ तपाईँले यो कुलोमा चाहिँ केही भेट्नुहुन्न है किनकि यो भनेको सत्ता भइहाल्छ नि यहाँ हिरा पनि अड्किन सक्दैन कि त्यसैले गाइस म्यान भर्सेस वाइल्ड गाइस म्यान भर्सेस वाइल्ड यस्तो भन्छ म्यान भर्सेस वाइल्ड एकदमै ठुलो यहाँ मुनि चाहिँ एकदमै ठुलो के रहेछ बाघ यहाँ सार्क रहेछ सार्क देखाइदिनु सार्कै अर्को लाग्नु पर्ने के हो गाइस हामी त पुलिमा काउरे हो कि यहाँ चाहिँ माटुन लाखु त हामी त्यसैले लाखु हुँदैन त्यही त मनी खान्छ है मिठो है तिमीलाई छ गाईहरू भाते रुख भाते बिहामा भाटा ढ्यामा गुल्यो बिहामा बिर्सनु है यस गाइस सही अझ हामीले मिक्ससँग हाम्रो मिठा पनि भइसक्यो है मिसेर खायो है तिनीहरू चाहिँ अब हामी पनि ढाक्छौँ है हामी गाउँ खाँदै है म्यान भिडियो भाइरहेको छ है ऊ भुराइनु भएको छैन है जाने भएको म चाहिँ डेन्जर हालिरहेको छु है भेटेँ हात्तीले मलाई भेटिरहेको छ है तिनीहरू चाहिँ मिस देखेर हाल्यो कि हाम्रो चाहिँ मिसेको आयो डरु तिमीहरू केटा हाम्रो हिरो नि आइसकेको छ बडा गर्न हाम्रो भिडियो है अच्छा है हामी अब यसमा भिडियोमा त लगाइ सबैजना चाहिँ हामी यहाँ काउरे खाना एकदम मिठो है गाईहरू काउरे सबैलाई हामी काउरे खाएको है मिसो थर्काएर हाम्रो के मतलब बना है मिसो शान्तिमा गाडी खाइरहेको थियौँ नि त तरबार तरवार माकुरा है यहाँ लेबर पागर नेक्स्ट सबै रोजित लजाएर उता हिँड्दैछ है कसको मायामा लजाइरहेछ
देखिन गाइस यस्तो पागलहरू छ है गाइस यिनीहरूको भाडा तपाईँहरू नि उसँग होला है सचेत हुनु टाढा बस्नु होला न तपाईँहरू नि यस्तै हुनुहुन्छ है गाइस देखि बित्तिकै भाग्ने यिनीहरू है गाइस मेन चाहिँ यही हामी कसरी भएको थियौँ त्यसरी भाग्नु है गाइस देख्ने बित्तिकै त्यसैले है अब चाहिँ काउरे पनि भाइएको छ है गाइस बागरलाई नबोलाउनु त पागल अनि कहाँ पागल जस्तो खबर पागल मिलिन्छ पागल त्यही भएर बोलाउनु हुन्न केटा यहाँ हाम्रो यहाँ यो डिस्टोरी हुन्छ क्या त्यसैले गाइस फेरि पनि हामी यहाँ खतरा सुन पाउने खोलामा आइसकेको छौँ है ऊ गाइस ऊ ए हामी कुरो नै छ चुत्रो खाँदै गाइस उयो जडीबुटी यो एकदमै कडिलो छ खानु न यो इटिङ मात्रै गर्नुहुन्छ है गाइस एकदमै चितो रहेछ यसको स्वाद चाहिँ यसको साथ हामी अगाडि बढ्छौँ तपाईँहरू हामी हेर्नु सक्नुहुन्छ हाम्रो म्यानर्स वाइल्डको बाटो हामी कहाँसम्म जानु र अब तपाईँ राजा हेर्नुहुन्छ अब हामी आज कस्तो को टाउको हाल्छौँ हामी नखेले पनि है उनीहरू खेल्छ कोही नि खेला पाउन गाइस किनकि त्यहाँ सबै ठुल्ठुलो आउँछ अब सबै हामी टाउको अरूले खाँदै हेर्ने हो हामीले त हामी यस्तो होइन गाइस अरू टाउको खाएको हेर्ने है ल गाइस है अब एकछिन भेटौँ न त एकछिनमा के भेट्ने अहिले भेटौँ न है यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ यो चाहिँ सुन पाउने यहाँ त्यहाँभित्र उता ऊ त्यहाँ सुन अड्केछ तपाईँले नदेख्नु भएको होला है किनकि मैले देखेको छैन यही गाइस यही गाइस यही अब यहाँ के होला होइन अब हेर त के गर्छ छिटो भाग्न आइज छिटो 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 लगाइ त्यसो अब फेरि पनि भाग्छन् फेरि पनि है गाइस है राइनो खतरा हरि भागेको छ है गाइस किनभने राइनो हुन्छ नि त है राइनोहरूलाई गर्न सक्छ र ए गाइस फेरि पनि हामी है रोड टु हेभेन गाइसहरू होइन फेरि पनि हाम्रो स्पिड कति बढ्दैछ है राइनो मैले गराइसकेको छु गाइस यहाँ पाल्दैन छ है पाल्दैन जिया पैसी 10 नम्बर 10 को 11 ल हामी यसमै भिडियो ल होइन यहाँ चाहिँ गाउँको भुच्यो यो माछा गरेर है यहाँ घर बोल्न नसकेर गन घिसेर खै माछा त कति मारिस हेरौँ गाई छ तपाईँ माछा हेर्नु भयो त खै त ल गाई माछा आम अब बिरुवा चाहिँ हेर्नु भयो त तपाईँले गाई माछा कति मारेछन् है माछा डर मारेको छ है गाई यिनीहरूले गर्नु माछा कता माऱ्यो घर बोल्न सक्यो नि घर मार्न नसकिकन उस गर्छन् है यहाँ हेर्न सक्नुहुन्छ घन पनि बोल्न सकेनन् यति माछा ए माछा त ए माछा चाहिँ एकदम बवाल छ है गाई पुच्चेर मेरो राजाको है तिनीहरूको घन बोक्न नसकिने माछा चाहिँ मारे झन् यति 4-5वटा भयो भने तिमीहरू किन अब तिमीहरूले यो माछा र अब चाहिँ म यसमा खाजा खाएर भलेर जान्छु त्यही भएर लगाइछु अहिले चाहिँ म घर आइसकेपछि अहिले चाहिँ म यहाँ यस्तो खाजा बनाउनु लाग्यो है गाई म चाहिँ होइन अब यसमा खाजा चाहिँ बनाएर है अब भलिग्राम जान्छु अब गाई अब म एकचोटि खाजा आइसकेँ अब भलिग्रामतिर भेटेर पनि लगाइछु सो गाई होइन अहिले चाहिँ हामी चाहिँ उता बल खेल्न जानु लाग्यो है उता टिम म नहिले सोच्थेँ भगवान् सोच्थेँ होइन टिममा पुगेर चाहिँ म बल खेल्न जानु लाग्यो अब गाई चाहिँ अब यस्तो ल भेट्ने तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद है मेरो भ्लग हेर्नु भएकोमा हामी छिटै अर्को नयाँ भ्लग भेट्ने सबै लगाइस् बाई।